हेलो नमस्ते सम्पूर्ण मेरा प्यारा साथीहरू जति पनि मलाई हेरेर बस्नु भएको छन् एन्डी कान्छा भनेर सबैले माया गरिदिनु भएको छ। यति धेरै माया गरिदिनु भएको छ, अझ पनि माया गरिदिनुस्, अझ पनि सपोर्ट गरिदिनुस्। म माफ गर्नु होला, म 2 महिनापछि फेरि रिभ्यू आएको छु। अब म तपाईहरुको माझमा ब्याक टु ब्याक दिनुको लागि आएको छु। म बस केही कारणले गर्दा 2 महिनासम्म मेरो ब्याकअप भयो है। मैले युट्युबमा रेगुलर टाइम दिन सकेन, त्यसको लागि माफी चाहन्छु। अनि के छ त, अनि सन्चै आरामै के गर्ने, अनि रियाक्सन हेर्ने हैन त। अनि जीवकको नयाँ गीत आएको छ है, सायद सम्पूर्ण साथीहरूले हेरिसक्नु भएको होला हैन। जीवकको एकदमै नयाँ गीत, एकदमै नयाँ लुक्स, नयाँ कन्सेप्ट, नयाँ हर चिज नयाँ छ हैन, एकदम अलग्गै पारा छ है। हेर्नुपर्छ हैन, सबै साथीहरू मिलेर हैन। हाम्रो जीवकको पनि हेरिदिउँ न त। अनि जीवकले पनि भको एउटा नयाँ गीत लन्च गरेको छ हैन। म चाहिँ अलि ढिलो नै भएँ हैन। अब ब्याक टु ब्याक दिनको लागि एन्डी कान्छा आइरहेको छ हैन। एन्डी कान्छाको सबैले माया गरिदिनु होला, सपोर्ट गर्नु होला हैन। यति थोरै च्यानलमा यति राम्रो भ्यूहरू गइरहेको छ हैन। मेरो सर्ट भिडियोमा यति राम्रो भ्यूहरू गइरहेको छ। अझै पनि माया गर्नु, सपोर्ट गर्नुहोस् हैन। लेट्स गो। ओ माय गॉड, पहिले नै छुरा ला के निकाले हो यो आँखा। ओ खाइदिए तो ओ सीधा केस ओ जीवन है ना, एकदम जवाब नहीं यो पनि जीवक। ओ माय गॉड, भनेपछि जीवकको ट्रिपल रोल बनाएर छ। पहिला आफ्नो गीत कडा किन आएन? खतरनाक भाइ, ढिलो निकाले तर बवाल निकालेको छ है। सही हो, दाम खाने मार्छ है। जीवनको शरीर हेर्दाखेरि यस्तो कस्तो सुटिङ गर्यो होला यार। जाप हुन्छ नि तर मा जीव भयो तै पनि यार यत्रो सही है, दुनियाँले खतरा पनि चिन्छ जीवकलाई। ओ माय गॉड, डलर झारे डलर भाग किन दिनु भाइ? हेर किन्ने भाग त भाइ उसँग। ओ राजा आको गद्दीमा सीधा परिचय भाइ, परिचय। ओके 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 गाइस, अनि कस्तो लाग्यो तपाईलाई हैन? जीवकको नयाँ गीत, नयाँ लुक्स, नयाँ कन्सेप्ट, नयाँ सब चीज नयाँ छ हैन। मलाई चाहिँ बवाल लाग्यो है, बवाल नै छ भनौँ। सायद धेरै धेरै ऱ्यापरहरूलाई डिस हानिरहेको छ है जीवकले हैन। तर यो अचम्म लागेको छ कि जीवकलाई कसरी त्यो सुटमा उभिरहेको होला कि त्यति झ्याप्ने मान्छे हैन। तर जे हो नि
बवाल छ भाइ, डिस चाहिँ बवाल छ भाइ, एकदम भाइ डिस चाहिँ बवाल डिस हानेछ। अब हेर्नु कसलाई हालिँदो रहेछ, अब आउँछ त्यसको आउँदैछ। ओके गाइज, यस्तै यस्तै भिडियोहरू रियाक्सन गर्नको लागि म फेरि पनि तपाईँको माझमा ब्याक आउनेछु। अब ढिलो नगरिकन अब फेरि बिदा हुनुपर्छ होइन। ओके गाइज, जानुभन्दा अगाडि एन्डी कान्छालाई माया गरिदिनु, सपोर्ट गर्नु होला, अनि तल चाहिँ सब्सक्राइबको बटन छ, थिचिदिनु होला। ओके, नमस्ते।